कति एजुकेसन, माइग्रेसन अनि भिजाको मात्रै कुरा गर्नु है, अब कुरा गरौँ मानसिक स्वास्थ्यको विषयमा पनि। यदि तपाईँ भर्खरै मात्र अस्ट्रेलिया आउनुभएको अथवा आइसकेको केही समय भयो, एक्लै भइरहनु भएको छ, लोनलिनेस फिल भइरहेको छ, परिवारबाट, समाजबाट अनि आफ्नो देशबाट टाढा भएर 7 समुद्र आउँदै गर्दा कहिलेकाहीँ आफूलाई मानसिक समस्या पनि हुनसक्छ। एकान्तमा बसिरहन मन लाग्ने अथवा कोही साथीसङ्गीहरू बोल्ने, सँगै हिँड्ने, बजारतिर घुम्न जाने कोही साथीसङ्गीहरू नहुँदाखेरि पनि अलिकति एक प्रकारको अशान्त महसुस आफूलाई भइराखेको हुनसक्छ। कलेजको प्रेसर, असाइनमेन्टको प्रेसर, त्यसै गरी कामको प्रेसर, पैसा जुटाउने प्रेसर, नेपाल पैसा पठाउने प्रेसर, आफूलाई आफ्नो शारीरिक व्यायाम गर्ने समय नभएको अथवा आफूलाई समय दिन नसकेको कारणले गर्दाखेरि विभिन्न किसिमका मानसिक समस्याहरू हामीले भोगिरहेका हुन सक्छौँ। कथम कदाचित तपाईँले पनि त्यस्तो खालको अवस्था भोगिरहनु भएको छ र चिन्ता मानिरहनु भएको छ, भोलि बिहान यसले आफ्नो मेडिकल एलिजिबिलिटी, भिजाको लागि जुन गरिने मेडिकल एलिजिबिलिटी हुन्छ त्योहरू पनि मिट हुँदैन कि भन्ने चिन्ता गरिरहनु भएको छ। अनि त्यस्तो केही पनि हुँदैन। तपाईँले जति सक्नुहुन्छ चाँडो आफूलाई त्यस्तो खालको मानसिक कुनै खालको सहायता चाहिएको छ भन्ने जब तपाईँले अनुभव गर्नुहुन्छ, तब तपाईँले अस्ट्रेलियामा धेरै मानसिक परामर्श गर्ने अथवा मानसिक स्वास्थ्य सम्बन्धी काम गर्ने संस्थाहरू छ, जस्तो बियोन्ड ब्लू भन्ने छ, हेड स्पेस भन्ने छ, त्यसै गरी लाइफलाइन भन्ने छ। यो मात्र नभएर तपाईँलाई केही भएन भने 000 कल गरेर पनि, यदि तपाईँलाई इमर्जेन्सी जस्तो नै फिल भयो भने 000 कल गरेर पनि तपाईँले सहायता माग्न सक्नुहुन्छ। त्यसै गरी तपाईँले पक्कै पनि हेल्थ इन्सुरेन्स गर्नुभएको छ होला, स्टुडेन्ट भिजामा भएकोले ओभरसिज स्टुडेन्ट हेल्थ कभर, त्यसै गरी तपाईँ अन्य भिजामा वर्क भिजाहरूमा हुनुहुन्छ भने भिजिटर कभर छ होला। ती प्रोभाइडरहरू फर इक्जाम्पल बुपा, यिनीहरूको पनि मानसिक काउन्सिलिङ गर्ने, मानसिक स्वास्थ्य सम्बन्धी एउटा छुट्टै डेस्क रहेको छ, उनीहरूले पनि तपाईँलाई हेल्प गर्छन्। त्यसै गरी तपाईँले पढिराखेको युनिभर्सिटीमा पनि मानसिक स्वास्थ्य सम्बन्धी काउन्सिलिङ सर्भिसहरू उपलब्ध रहेको हुन्छ। त्यहाँ गएर पनि तपाईँले के भन्छ सल्लाह लिन, परामर्श लिन सक्नुहुन्छ। जतिसक्दो चाँडो तपाईँले आफ्नो मानसिक स्वास्थ्यको विषयमा ख्याल गरेर परामर्श लिन जानुभयो, त्यति नै तपाईँको मानसिक स्वास्थ्य राम्रो हुँदै जान्छ। यदि के गर्ने, कता जाने भन्ने कुरा अझै पनि आइडिया पाइरहनु भएको छैन, तर तपाईँलाई साँच्चै नै मानसिक स्वास्थ्य परामर्श लिनु परेको छ, कि आइडिया चाहियो, साथीसँगी बनाउँ अथवा घुमघाम गरौँ, कोही नयाँ फ्रेन्डसिप गरौँ भन्ने लागेको छ भने तपाईँ आइसिएसकै अफिसमा पनि आउन सक्नुहुन्छ। हामी साथी बन्नेछौँ, तपाईँलाई साथीसँग कनेक्ट पनि गराउनेछ, कम्युनिटीमा कनेक्ट पनि गराउनेछौँ र तपाईँलाई हामीले सक्दो सहयोग पनि गर्नेछौँ। यहाँको नेपाली सङ्घ संस्था फर इक्जाम्पल एनआरएनसँग पनि तपाईँलाई जोड्ने प्रयास गर्नेछौँ। र यदि तपाईँ अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थी मात्र नभएर न्यू कमर ग्रुपमा आइरहनु भएको छ र कुनै पनि प्रकारको मानसिक चिन्ता समस्यामा परिरहनु भएको छ भने घर थपक्क नबस्नुहोस्, आफ्नो कता सक्नुहुन्छ, कसरी सक्नुहुन्छ, परामर्श लिनेतर्फ चाहिँ अगाडि बढ्नुहोस्। धन्यवाद।